हेलो इट्स मी नवराज गुरुङ छोके स्वागत छ तपाईँहरूलाई मेरो यो मिनी ब्लगमा। विश्वकपको यो माहौलमा जुन 4 वर्षमा एकचोटि आउने गर्दछ र हामी सबै त्यसैको पर्खाइमा थियौँ र अहिले त्यो माहौल चलिरहेको छ। पक्कै पनि यो फुटबलमा झुमिरहेको छ भने हामी आशा लिन्छौँ र सम्पूर्ण दुनिया नै फुटबलमै झुमिरहेको छ। र तपाईँ अहिले यो विश्वकपमा कुन टिमलाई सपोर्ट गर्नुहुन्छ, तपाईँलाई कुन देश मनपर्छ र कुन प्लेयर मनपर्छ कृपया र विश्वकप कुन देशले जित्छ भनेर चाहिँ कृपया यदि तपाईँलाई मनपर्ने देशको र कसले जित्छ भनेर चाहिँ कृपया तल कमेन्ट बक्समा गएर आफ्नो प्रेडिक्ट चाहिँ लेख्न सक्नुहुन्छ र आफूलाई मनपर्ने खेलाडीको नाम पनि लेख्न सक्नुहुन्छ। र फुटबल एउटा यस्तो मनपर्ने खेल हो कि सारा दुनियाँले हेर्ने खेल हो एउटा, जसले चाहिँ आफ्नो त्यो खेल्दाखेरि पनि यति आनन्द मिल्छ कि होइन, आफ्नो दुःखहरू सबै बिर्सिएर जान्छ कि। त्यस कारणले गर्दाखेरि फुटबल लगभग वर्ल्डको म्याक्सिमम मान्छेले चाहिँ फुटबल मनपर्ने गर्दछ। कपै हाल अहिले अर्जेन्टिनाकै कुरा गरौँ, लियोनल मेस्सी निकै नै उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ, जुन चाहिँ आफ्नो देशलाई राउन्ड अफ 16 सम्म चाहिँ पुग्न सफल भइसकेको छ, जसले चाहिँ 4 गेममा 7 गोल पनि हानेर चाहिँ वर्ल्ड कपको चाहिँ यो 2026 को चाहिँ हाई स्कोर पनि लियोनल मेस्सी नै रहेको छ। र लियोनल मेस्सीले अर्को पनि रेकर्ड राखेको छ कि वर्ल्ड कप भरिको सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड पनि बनाएको छ। र उसलाई कङ्ग्रेचुलेसन लियो मेस्सी र सम्पूर्ण अर्जेन्टिना टिमलाई र सम्पूर्ण मेस्सी फ्यानहरूलाई पनि म कङ्ग्रेचुलेसन भन्न चाहन्छु। र यसपालि तपाईँको जुन चाहिँ कसैले नसोचेको जुन चाहिँ नयाँ अनुहार भएको नयाँ देशहरू आएको छ, यस्तो बवाल खेल्दैछ कि यस्तो बवाल खेल्दैछ। कुनै पनि गेम चाहिँ यस्तो यो टिम यो नयाँ यसले खेल्न सक्दैन, यो भनेको हुँदैन, यिनीहरू भर्खर आएको भनेको त्यो कसैले पनि फिल नै दिलाएको छैन कि, त्यो अनुभव नै गराउन दिइरहेको छैन कि। तपाईँको यस्तो बवाल खेल्दैछ कि होइन, अर्जेन्टिनासँग नि बवाल खेल्दैछ, नेदरल्यान्डसँग नि बवाल खेल्दैछ, मोरोक्कोसँग नि बवाल खेल्दैछ। त्यो कसैले चाहिँ त्यो प्रेडिक्ट नै गर्न नसक्ने चाहिँ त्यो खालको गेम भइरहेछ कि। यस्तो बवाल भएछ कि वर्ल्ड कप होइन, हेर्न पनि यस्तो मजा आउँछ, जस्तो सुकै निन्द्रा लाए पनि होइन, सबै गेम कोही पेनाल्टी कोही पुरा थर्ड टाइम होइन, त्यसरी हुँदै गर्छ, एकदमै मजा लाग्छ होइन। मलाई त एकदम रमाइलो पनि भइरहेको छ योपालि वर्ल्ड कपमा। रोनाल्डोकै कुरा गर्नु पर्दाखेरि पोर्चुगल पनि अहिले रन अफ 16मा चाहिँ पुग्न सफल भएको छ, जसले चाहिँ यो वर्ल्ड कपमा चाहिँ जम्मा 3 गोल मात्र हान्न सफल भएको छ क्रिस्टियानो रोनाल्डोले चाहिँ। र आफ्नो टिमलाई भने प्री क्वार्टर पुग्न रन अफ 16मा चाहिँ पुग्न सफल भएको छ। र ब्राजिल पनि रन अफ 16मा पुगिसकेको छ। र अब यो वर्ल्ड कप कसले जित्छ त? तल कमेन्ट बक्समा गएर चाहिँ आफ्नो प्रेडिक्ट चाहिँ लेख्न सक्नुहुन्छ है। र कसले जित्छ योपालिको वर्ल्ड कप त्यो पनि लेख्न सक्नुहुन्छ। र आफूलाई मनपर्ने देशलाई सपोर्ट गर्नुहोस् होला र आफूलाई मनपर्ने खेलाडी आफ्नो आइडलको लागि सपोर्ट गर्नु होला सबैजनालाई। बेस्ट अफ लक भन्न चाहन्छु। फेरि पनि अब क्वार्टर फाइनल गेम आजबाट सुरु हुँदैछ र हामी हेर्नेछौँ र कसले चाहिँ क्वार्टर फाइनल्सको यात्रा तय गर्नेछ भनेर। बाँकी अर्को भिडियोमा तपाईँहरूमाझ म फेरि उपस्थित हुनेछु। थ्याङ्क यू सो मच, धन्यवाद।